हेलो एभ्रिवान वेलकम टु माई अनदर रेसिपी भिडियो। आज चाहिँ म बनाउन गइरहेको छु पनिर। अनि पनिरलाई मैले यसरी तेलमा फ्राई गरेँ। फर्स्टली यसरी मजाले फ्राई गरेँ। मैले फ्राई गरेर निकालिसकेपछि मैले कराईमा तेल हालेँ। अनि उता चाहिँ मैले मसला मिक्सरमा ग्राइन्ड गरिसकेको थिएँ। मसलामा चाहिँ मैले चाहिँ लसुन, प्याज अनि खडा मसला, खुर्सानी, टमाटर है, जिरा, अदुवा यसरी सबै राखेर मैले तेलमा हल्का फ्राई गरेर अनि त्यसपछि ग्राइन्ड गरेर मैले सोही तेलमा चाहिँ यसरी मसला हालेँ। अनि केही समयपछि त्यो मसलामा मैले नुन, बेसार, खुर्सानी आफ्नो स्वादअनुसार चाहिँ मैले त्यसमा हालेर एकछिन छोपिदिएँ। आफ्टर सम टाइम त्यसपछि मैले सोही मसलामा फेरि प्याकेटवाला मसला पनि एड गरेर मजाले यसलाई फ्राई गर्दै गरेँ। ल हेर्नु गाइस, हाम्रो मसला कस्तो मजाले फ्राई हुँदैछ। मसला फ्राई भइसकेपछि मैले फ्राई भएको पनिरलाई मैले त्यसमा हालेर मजाले चलाएर त्यसलाई छोपिदिएँ। फ्राई भइसकेपछि मैले त्यसमा अलिक ग्रेभी बनाउनको लागि थोरै पानी पनि एड गरेँ। ल हेर्नु गाइस, हाम्रो पनिर चाहिँ रेडी भइसक्यो। सो गाइस, हाम्रो पनिर रेसिपी पनि रेडी भइसक्यो। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। बाई बाई।